चाहिँ आइपुगेको छु बाटोमा युट्युब च्यानल अनि म चाहिँ सबै प्रगति गरिसकेको छु अनि म चाहिँ जान लागेको छु सक्यो सकिरहेको छ अनि हामीले चाहिँ सामान बोकिसकेँ म चाहिँ लाइट अफ जामेको गाइस हाम्रो देवीडाङ्गाको चाहिँ यस्तो हुन्छ हो बिहान 4:30 बजी म चाहिँ हत्तु भइसकेँ सानो भयो कि त्यो ट्रेनमा कन्फ्युज हामी नआउनेहरू साह्रो छ हेर म यति बेला यहाँ प्लेटफर्ममा हुन्थेँ यो ट्रेन चाहिँ हिँड्नु आँटेको छ 5 बजीको तिमी एक्साइटेड के अरे भन्दा छिटो न उसको बाबाको पनि ख्याल राख्नु अरे बाबा र घुम्नु जान्छ अरे उनीहरू अब ट्रेन चाहिँ हिँड्नु आँटेको छ हो हिँड्नु आँटेको गाइस म चाहिँ रिङ्गाटालाई यस्तो भयो Where are you going? Going Jago. Are you excited? Yes. Afternoon पनि पायो हामी जस्तो आमा छोरा सुत्दै उठ्दै गाइस यस्तो डेली घाम लागिरहेको छ देख्दैछ घाम अनि यहाँ मेरो छोरालाई साह्रो परिसक्यो बिचारा म त नि हातभरिसम्म घाममा मरे ट्रेन छेउबाट छ हामी यहाँको ट्रेन अब यहाँ हिँड्दै जानुपर्छ अरे म चाहिँ आएको थिइनँ नि त हिँड्दै यहाँसम्म कहिले पनि अनि मलाई त्यस्तो थाहा छैन कि हिँड्दैछौ कि टोटोमा छ कसकोमा हाम्रो घरको पूजाले ओके आइपुगेको छु मेरो भाइले घर देखाइदिन्छ अरे तिमी चिन्छौ अनमुको घर ए मेरो भाइले फेरि कस्तो मजा चिन्छ मेरो भाइ पनि एक जग्गा हिँड न ल कुदा एक जग्गा देखेको त उसले त फेरि ठक ठक थमाइदिन्छ बिस्तारै बिस्तारै त्यस्तै जोडले होइन त्यो भएर त काटिदिएको त मैले फोनै डाइरेक्ट आउँछु भनेर त काटिदिएको त ऊ जस्तो जोतिनी ऊ जस्तो ढटुइनी हेर्नुहोस् ऐ नानी त्यसो गर्नु हुँदैन यो मैले दिएको अरे कि यो घोडा अन्त त्यहाँदेखिको चाहिँ फेरि त्यो पनि यस्तो सिरियस गरेर भन्यो अब मलाई चाहिँ कस्तो मन परेर घोडा भनेको थियो ए त्यो मैले दिएको त अरे लास्टमा त दिएकै होइन अरे अब कस्तो चाहिँ जोत्छ होला त्यो किन ल्याउनु त्यस्तो मान्छेले टिका लगाइदिनु न बस नानीलाई पनि लगाइदिनु नानी 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 लु यिनीहरूको यो तमासा आलुदम पुरी हेलो गाइज म चाहिँ यहाँनिर पुगिसकेँ है तपाईँलाई अघि भिडियो बनाएर मैले देखाइसकेँ होइन अन्त त्यहाँदेखिको चाहिँ नि यहाँनिर यसरी दियो बलिरहेको छ हो अन्त
हामी यहाँनिर चाहिँ पुरी पोल्दैछ बहिनीहरू आएको छ पुरी कस्तो लाग्यो तिमीलाई लु भन थ्याङ्क यू सो मच मैले सोचेकै थिएन नानीले अघि भन्दै थियो यो चाहिँ एकदम यो फोटो छ तिम्रोमा बनाएको थियौ बनाएको थिएन नि मैले बुढाबुढी भन्दिनँ आमालाई त कैसा लग रहा है तुमको कस्तो मैले सोचेको पनि थिइनँ अघि नानी त जिस्किरहेको जस्तो लाग्यो नि त अब नानीहरू त हुन्छ नि त मैले त त्यसै जिस्किरहेको यहाँनिर उठ्यो त उसलाई दिनु ल दादालाई पनि कि दादा अरे त्यो भाइलाई गिफ्ट अरे तिमीलाई बर्थडे गिफ्ट होला यो सक्यो अस्ति म जानु पाइनँ तिम्रो ह्याप्पी बर्थडेमा बर्थडे गिफ्ट अरे मिकी माउस मिक्की माउस छ त्यो हाई गाइस ल भन हेलो कस्तो लडेको छ अब कसले ल्याइदिएको भन अहिले काट्दिन म तपाईँलाई देखा न यहीँ देखा होस् पर्दैन ऊ उयोमा झऱ्यो अर्को उयो कस्तो खालको अनबक्सिङ गर्ने मान्छेहरू हुन्छ के हो तिम्रो ए के होइन यस्तो अन्त ठुलो हुन्छ लगाइहेर त माथिबाटै ठुलै राम्रो सुरुवाल देखाइदियो खै थ्याङ्क यू भनेको अन्त थ्याङ्क यू कसलाई थ्याङ्क यू भन्नुपर्छ थ्याङ्क यू तपाईँले भन्नु अहिले चाहिँ हामी चाहिँ जाँदैछु मङ्गलाबारे हो गाइस यतातिर चाहिँ अन्त म चाहिँ जाँदैछु अन्त म चाहिँ कस्तो काली देख्दैछु किनभने पुरा घामले डढेको सिलगढीको घामले हो छोरा फेरि टिनावाला प्लास्टिकको चस्मा लगाएर चाहिँ टिनावाला प्लास्टिक कुन चाहिँ ऊँटमा खेल्दाखेरि टोकी पठाएको हेर न यहाँ चाहिँ त नानी हामी लट्ठी काट्न आँटेको छु हो गाइस तपाईँहरू आशीर्वाद दिनुहोस् कि परोस् भनेर भोलि चाहिँ म ब्लग हालिदिनुहोस् यस्तो खालको मान्छे चाहिँ नराख्नुहोस् ला हो यो अनमोलको यहाँनिर उयो हेर्नु त खोजेको छ गाइस के खोजेको हो मलाई चाहिँ अल्छी लागिसकिसक्यो म कस्तो डरेको छु हेर्नुहोस् मलाई एकदम शान्ति फिल भइरहेको छ जहाँ चाहिँ मलाई फ्रीमा गरिदिन्छ मेरो साथीले तर पैसा थ्याङ्क यू सो मच गाइस यी मैले चाहिँ फाइनली पाइसकेँ मेरो बक्कुको लागि हो अनि धेरै धेरै धन्यवाद तपाईँलाई गाइस म तपाईँलाई देखाउन गाइस यहाँ हेर्नुहोस् सिस्टर बहिनी त्यो बेगमा पैसा छ दिइहाल्नु न ऊ दिदीलाई माग्नु गाइस हेर्नुहोस् यो पाएँ मैले कस्तो दामी हो त्यहीँ छ त्यसै पैसा On to the next and wow guys यसको चाहिँ सेट बनाएर उनीहरूले ल्याइदिएको अरे मलाई यसको चाहिँ सेट हो थाहा चाहिँ नि दिन्छ नि त उयो धेरै चाहिँ याद गरेको हेर्नुहोस् न यहाँनिर अब सबैजना बिजी भइरहेको छ हो हेर्नु न सब कोही कर्ली गर्ने हो कोही यस्तो छ म मात्रै सिम्पल गाइस सबैजनाले दिन्छ हेर्नुहोस् न केक चाहिँ अनमोलले कस्तो मगाएछ हेरौँ ल ए कस्तो दामी मगाएछ हो साथीलाई बुके ल्याइदिएको ए सरी आई लभ यु
मुनि हेरेको खिच्यो पकौडा बनाउनुको लागि मेरो त्यही हो